ल सुरु गरौँ आजको क्लास। हामी ज्याङ्गो डिबी भित्र छौँ। भर्चुअल इन्भाइरोमेन्ट खोलौँ, स्क्रिप्ट खोलौँ। यहाँनेर म भर्चुअल इन्भाइरोमेन्टलाई एक्टिभ गराउँछु। ओके, एक्टिभेट। म 2 स्टेप अगाडि आउँछु मेरो प्रोजेक्टमा। मेरो प्रोजेक्टको नाम ज्याङ्गो प्रोजेक्ट। ओके, python manage.py run server। ओके, हाम्रो सर्भर रन भयो। म यहाँ जान्छु 127। ल यहाँनिर मैले लगआउट गरेँ भने यहाँ मेरो लगइन पेजमा जान्छ अथवा साइन अप पेजमा जान्छ। यहाँ मेरो होममा छ। यहाँ मेरो लगइन गऱ्यो भने लगइनमा जान्छ। एडमिन लगइन गऱ्यो भने लगइनमा गइरहेछ। ओके, ठिक छ। लगआउट गऱ्यो भने लगआउट भइहाल्यो। अब साइन अप गऱ्यो भने मेरो जस्तै DHIRJ धीरज 111 गरेँ मैले। इमेल चाहिँ dhirj111@gmail.com। पासवर्ड मेरो पासवर्ड म यहाँनिर हेलो वर्ल्ड @123 गर्छु। वर्ल्ड @ थिच्छु म यहाँ, सो द्याट यसले चाहिँ मेरो भेरिफिकेसन पास गरोस्, भ्यालिडेसन पास गरोस्। ओके ओके, इज भेन्डरमा मैले ओके गरेँ। मेरो चाहिँ माई मोबाइल छ, माई मोबाइल सप छ। दिस इज माई मोबाइल सप लोकेटेड एट काठमाडौँ। काठमाडौँ भने चुज फाइलमा मेरो पसलको लोगो चाहियो, मेरो बिजनेसको लोगो। इट्स इजी भन्ने। ओके, मैले साइन अप गरेँ। ठिक छ, यो साइन अप गरिसकेपछि मेरो साइन अप भयो। यो खाली फर्म हामी देखाउन सक्छौँ, तर अहिले म त्यसमा जान्न। 127/एडमिनमा गएँ। ठिक छ, एडमिनमा युजर्समा हेऱ्यो भने धीरज 111 युजर मेरो भएको छ। युजरमा इज भेन्डर पनि छ। इज भेन्डर भएपछि प्रोफाइलमा धीरज पनि आएको छ। ठिक छ, यसमा हाम्रो कुनै उ छैन। अब हामी जाउँ चाहिँ हामी फर्दर अगाडि काम गर्न जाउँ। अब हामी के गरौँ भनेदेखि जस्तै मैले यहाँ चाहिँ मेरो होम पेज खोलेँ भने यहाँ मेरो के आओस्, रिफ्रेस गरेँ। यहाँनिर मेरो एडमिन छ हैन, यहाँनिर एडमिन छ। अब चाहिँ म के गर्छु भनेदेखि यदि मैले चाहिँ लगइन गर्दाखेरि एज अ नर्मल युजर लगइन गर्छु भनेदेखि मेरो चाहिँ यहाँनिर के आओस्, म यो पेजमा आओस्, मेरो सपिङ साइटको पेजमा आओस् हैन। अब एज अ मैले भेन्डर लगइन गरेको छु भनेदेखि इन्टर टु यो ड्यासबोर्ड भनेर आओस्। ठिक छ, इन्टर टु यो ड्यासबोर्ड भनेर आओस्। जस्तै म यहाँ चाहिँ नर्मल युजर लगइन गरेँ भने यहाँ जस्तै सपना भन्ने युजर छ। हेर्नुहोस् त, सपना भन्ने युजर छ। सपना चाहिँ भेन्डर नरहेछ। म यसलाई लगआउट गर्छु, लगइन अगेन गर्छु। म यहाँनेरिबाट जाँदिनँ। हेर्नु है, जस्तै म यहाँ चाहिँ हेलो गेस्ट छ। ठिक छ, लगइनमा चाहिँ यहाँनेरि मेरो के छ, सपना छ। पासवर्ड चाहिँ मेरो यही होला। ठिक छ, यही छैन भने चेन्ज गरौँला। लगइन गरेँ मैले, सपना आयो। ओके न, सपना आएको छ भने यत्तिकै बसोस्। यदि यो मेरो सपना चाहिँ भेन्डर हो भने इन्टर टु योर ड्यासबोर्ड, भेन्डर ड्यासबोर्डमा चाहिँ जाओस् भनेर यहाँनिर मेरो अप्सन आउनु पर्यो। अब त्यसको लागि काम गरौँ। त्यसको लागि सबभन्दा पहिला हाम्रो कोडमा जाउँ। ठिक छ, कोडमा गइसकेपछि म के गर्छु भनेदेखि भेन्डरको युजर एप भयो। भेन्डर एपमा गएँ।
भेन्डर एपमा चाहिँ भ्युजमा गएँ म, ठिक छ। भ्युजमा चाहिँ भेन्डर एपको भ्युज, अब भेन्डरको ड्यासबोर्ड खोल्नु पऱ्यो नि, ओके न। अब म यहाँ डिएफ भेन्डर ड्यासबोर्ड भन्छु, यहाँनेरि रिक्वेस्ट, ठिक छ, अनि रिटर्न रेस्पोन्स, ओके रिटर्न रेस्पोन्स होइन, रेन्डर अनि त्यसपछि रिक्वेस्ट रिटर्न रिक्वेस्ट अनि त्यसपछि मेरो टेम्प्लेट्स भित्र युजर एप छ। अब म यहाँ चाहिँ भेन्डर एप बनाउँछु, भेन्डर एप माई एप भयो, युजर एप भयो। युजर एपमा चाहिँ म यहाँ चाहिँ टेम्प्लेटमा जान्छु, नयाँ फोल्डर बनाउँछु भेन्डर एप भनेर, भेन्डर एपमा चाहिँ म न्यू फाइल बनाउँछु भेन्डर ड्यासबोर्ड भनेर .html, ठिक छ। अहिले यहाँ केही नहोस्, केही फरक परेन। म यहाँ भेन्डर एपभित्र, हाम्रो भेन्डर एपभित्र युजर एप भेन्डर एपभित्र भेन्डर ड्यासबोर्ड .html, भेन्डर DASSBOARD .html, ठिक छ। ल मैले यसमा गरेँ। अब म यहाँ चाहिँ रिक्वेस्ट प्यारामिटर, म यहाँ चाहिँ कन्टेक्स्ट प्यारामिटर, कन्टेक्स्ट इक्वल्स टु खाली छोडिदिन्छु। म यहाँ चाहिँ कन्टेक्स्ट इक्वल्स टु कन्टेक्स्ट, ठिक छ। अब म चाहिँ मेरो केमा जान्छु, युआरएलमा जान्छु। कहाँ छ मेरो भेन्डरको, भेन्डर एपको युआरएल्समा जान्छु। युआरएल्स प्याटर्नमा म माथिको युआरएलबाट चाहिँ कपी गर्छु, युजरको युआरएल्सबाट, ओके कपी। हाम्रो भेन्डरको युआरएल कहाँ छ, युजर एपको भेन्डरको युआरएल्सभित्र जान्छु अनि पेस्ट गर्छु। यो मलाई केही पनि चाहिएन। अब हेर्नुहोस् है, भेन्डर एपमा चाहिँ हामीले युआरएल प्याटर्न कस्तो चाहिँ फलो गर्ने भनेदेखि युजर एपभित्र जसरी हामीले गरेका छौँ त्यसरी नै फलो गरौँ है। जस्तै म चाहिँ यहाँनेरि भी ड्यास भनेर हाने भने फ्रम इम्पोर्ट भ्युज डट अनि हाम्रो युजर एपको होइन, हाम्रो भ्युजमा जाउँ, हाम्रो भेन्डर ड्यासबोर्ड, ठिक छ। भेन्डर ड्यासबोर्ड भयो, नेम चाहिँ भी ड्यास भनेर राखौँ, ठिक छ। अब म के गर्छु भनेदेखि मेरो चाहिँ भेन्डर ड्यासबोर्डमा गएँ। म यहाँनेरि हेर्नुहोस् है, दिस इज म H1 मा राखौँ। अहिले म यसलाई चेन्ज गर्छु, दिस इज भेन्डर ड्यासबोर्ड भनेर मैले राखेँ। अब म चाहिँ मेरो चाहिँ कहाँनेरि जानु पर्यो म भनेदेखि यहाँनेरि म चाहिँ यो पेजमा जानु पर्यो। जस्तै यो पेजमा जानु पर्यो, यहाँ चाहिँ मेरो भेन्डर ड्यासबोर्ड भनेर यहाँनेरि वेलकम टु सपना छ। यदि सपना चाहिँ भेन्डर हो भनेदेखि यहाँनेरि गो टु द भेन्डर ड्यासबोर्ड भनेर आउनु पर्यो, ठिक छ। अब त्यसको लागि म न्यापबार भित्र जाउँ, हाम्रो यो बेस हो। अनि त्यसपछि हाम्रो हेरौँ है, हामीले के गरेका थियौँ भनेदेखि न्यापबार .html, ठिक छ। भेन्डर ड्यासबोर्डमा लगआउट लगइन छ, लगआउट भन्दा पछाडि
लगआउट भन्दा पछाडि यहाँनेरि ठीक छ हेलो गेस्ट यहाँनेरि कन्ट्रोल सी गरौँ अनि यहाँनेरि UL ट्याग भित्र UL ट्याग बन्द नभइकन म यसलाई कपी गर्छु अनि त्यसपछि UL ट्याग बन्द नभइकन म यहाँनेरि पेस्ट गरिदिन्छु ठीक छ पेस्ट गरिदिन्छु अनि गो टु द ड्यासबोर्ड अथवा ड्यासबोर्ड मात्र भन्नु ड्यासबोर्ड भन्छु ठीक छ अहिले म यति गर्छु म यहाँ चाहिँ रिफ्रेश गरिदिन्छु हेर्नुस् त ड्यासबोर्ड भनेर आयो ठीक छ ड्यासबोर्ड भनेर आयो ड्यासबोर्डमा चाहिँ यो न्याब लिङ्क चाहिँ डिजेबल होइन न्याब लिङ्क मात्र राखौँ डिजेबल हटाइदिउँ ठीक छ डिजेबल सबै हटाइदिउँ डिजेबल ट्रु पनि हटाइदिउँ यहाँ के भयो ओके यहाँनिर कोलन यो छुट्यो ओके अब रिफ्रेश गरौँ त ओके ड्यासबोर्ड भनेर गयो अब म के चाहन्छु भनेदेखि यो ड्यासबोर्ड चाहिँ पहिला त्योभन्दा पहिला लिङ्क राखौँ ठीक छ href म यसैलाई कपी गरेँ कपी गर्छु अनि त्यसपछि पेस्ट गरेँ यहाँ चाहिँ लगआउटमा होइन कि म केमा जानु पर्यो म चाहिँ मेरो URLs भेन्डर एपको v ड्याशमा जानु पर्यो सेभ गरेँ अब हेरौँ त रिफ्रेश गरौँ ड्यासबोर्ड गयो भने दिस इज v ड्याश ठीक छ अब यो त ठिक छ तर म दुईटा काम गर्न चाहन्छु अब म फर्स्ट काम मेरो के हुन्छ भनेदेखि यदि मेरो भेन्डर होइन भने यो अप्सनै आउँदैन मेरो भेन्डरको लागि मात्र यो अप्सन आउँछ देखा पर्छ दोस्रो कुरो मैले चाहिँ यहाँ ड्यासबोर्डमा जाँदा कसैले यो यसरी चाहिँ यो हाल्यो भनेदेखि कम्पलसरी ऊ भेन्डर छ भने मात्र यहाँनेरि जाऊ डाइरेक्ट लिङ्क ठीक छ भेन्डरको सेसन बाँकी छ भने मात्र जाऊ होइन भने यहाँ जान पाइएन म यो काम गर्छु अब ठीक छ ओके यसको लागि मसँग मल्टिपल तरिकाहरू छन् त्यो मध्ये सबैभन्दा सजिलो तरिका हेरौँ सजिलो तरिकामा जस्तै म के गर्छु भनेदेखि यहाँनेरि जान्छु पर्सेन्टेज ठीक छ पर्सेन्टेज इफ युजर डट इज _authenticated युजर चाहिँ पहिला अथेन्टिकेटेड हुनु पर्यो युजर चाहिँ अथेन्टिकेटेड छ भनेदेखि अनि त्यसपछि अर्को पनि म यहाँ युज गर्छु पर्सेन्टेज इफ युजर डट इज भेन्डर छ भनेदेखि युजर चाहिँ अथेन्टिकेटेड पनि छ र युजर चाहिँ भेन्डर पनि छ भनेदेखि यो चीज आउनु पर्यो होइन भने म होइन एल्सको काम गर्दिन म डाइरेक्ट पर्सेन्टेज एन्ड इफ पर्सेन्टेज अनि एन्ड इफ ठीक छ दुईटा इफ खुलेको थियो दुईटा इफ बन्द गर्छु यदि भेन्डर छ अथेन्टिकेटेड छ र भेन्डर पनि छ भनेदेखि यो देखा ठीक छ यो आउनु पर्यो होइन भने यो देखिनु पाएन ठीक छ आई डोन्ट नो दिस यसले काम गर्छ कि गर्दैन गर्नुपर्ने हो रिफ्रेश गरौँ गरेन भने
होइन यहाँनिर हेर्नुहोस् त, यहाँ मेरो सपना गर्ने बित्तिकै यो गयो, किनकि यो प्रोभाब्ली भेन्डर होइन। जस्तै यहाँ लगआउट गरौँ, लगआउट गरेपछि लगइन गरौँ, फेरि लगइन गर्दाखेरि यो चिज बनाउँला हामी, केही भएन। लगइन गर्दाखेरि मेरो धीरज 111 थियो, पासवर्ड मेरो सायद यो मेरो भेन्डर पासवर्ड हो, धीरज 111 यो मेरो भेन्डर पासवर्ड हो। लगइन गऱ्यो भने हेर्नुहोस् त लगइन आयो, ठिक छ, लगइन आयो, वेलकम धीरज 111। अनि त्यसपछि लगआउट छ, अनि त्यसपछि ड्यासबोर्ड छ। अब मैले ड्यासबोर्ड गरेँ भने दिस इज ड्यासबोर्ड। अब चाहिँ हेरौँ है, जस्तै यो मैले कपी गरेँ, यहाँनिर लगेर म यहाँ पेस्ट गरिदिन्छु, ड्यासबोर्ड छ, ठिक छ। अब चाहिँ म के गर्छु भनेदेखि यसलाई चाहिँ म लगआउट गरिदिन्छु, हेर्नुहोस् है, यो लगइन छ, लगआउट गरिदिन्छु। लगआउट गर्ने बित्तिकै अब मेरो सेसन्स यहाँबाट हटेको हुनुपर्छ। यहाँनिर हट्ने बित्तिकै अब यहाँ मैले रिफ्रेस गरेँ भने हेर्नुहोस् त यो स्टिल काम गरिराखेको छ, स्टिल काम गरिराखेको छ, हेर्नुहोस् त योनिर हाम्रो एडमिन आइरहेछ। लगआउट गरेँ, लगआउट गर्ने बित्तिकै यहाँनिर हेरौँ, ओके, यो ड्यासबोर्डमा गइरहेछ। अब यहाँनिर म चाहिँ मेरो ड्यासबोर्डमा जानु हुँदैन, मेरो ड्यासबोर्डमा जानु हुँदैन। ड्यासबोर्डमा नजानको लागि मैले भ्यूमा केही काम गर्छु, हेर्नुहोस् है, यो भ्यूमा यत्तिकै गयो, ठिक छ, यत्तिकै गयो भ्यूमा, यो भ्यूमा होइन, मेरो चाहिँ मेरो अघिको भ्यू कहाँ गयो, मेरो युजर एपमा होइन कि मेरो भेन्डर एपको भ्युजमा चाहिँ मेरो यो भ्युजमा जानु भएन, ठिक छ। यो भ्यूमा जानको लागि म यहाँ चाहिँ केही डेकोरेटरहरू युज गर्छु, हेर्नुहोस् है अब कसरी गर्छु। ओके, म जान्छु भेन्डर एपमा, भेन्डर एपमा चाहिँ नयाँ फाइल बनाउँछु, न्यू फाइल बनाउँछु, decorators.py, ठिक छ, decorators.py। अब म चाहिँ यहाँनिर मलाई चाहिँ यो भ्युजमा हाम्रो यो भ्युजमा जानको लागि केही हाम्रो डेकोरेटर भनेको के हो, मैले तपाईँलाई चाहिँ पाइथन पढाउँदाखेरि डिटेलमा पढाएको छु, युट्युबमा भिडियो पनि छ, हेर्नु होला, रिभिजन गर्नु होला। डेकोरेटर्स भनेको फङ्सन टेकिङ अनदर फङ्सन्स हो, हैन। जस्तै यो भ्युजमा यो फङ्सन्समा जाँदाखेरि जानको लागि कम्पलसरी यहाँनिर अर्को फङ्सन्स भएर जानु पर्योस्, ठिक छ, अर्को फङ्सन भएर जानु पर्योस्। त्यसको लागि म डेकोरेटर्समा जान्छु, फ्रम फङ्क टुल्स इम्पोर्ट ऱ्याप्स होला, IMPORT इम्पोर्ट ऱ्याप्स, ठिक छ। यो ऱ्याप्स मलाई चाहिन्छ। डिफाइन म लेख्छु भेन्डर रिक्वायर्ड गर्छु। यसमा चाहिँ म के पास गर्छु भनेदेखि मेरो भ्यू फङ्सन, भ्यू फङ्क भनेर राखिदिएँ, अहिले बुझ्नुहुन्छ तपाईँले। अनि त्यसपछि एट अनि ऱ्याप्स गरिदिन्छु। ऱ्याप्स चाहिँ मेरो भ्यू फङ्सन होस्। यो चाहिँ म किन गर्दैछु भनेदेखि मलाई चाहिँ के गर्नु छ, भनेदेखि भेन्डरलाई मात्रै अलाउ गर्नु छ, ठिक छ, भ्यू फङ्सन। अब म चाहिँ यहाँनिर DF ऱ्यापर, ठिक छ, रिक्वेस्ट अनि त्यसपछि मेरो आर्ग्स अनि त्यसपछि अनि वर्क्स, ठिक छ। इफ रिक्वेस्ट डट युजर डट इज अंडरस्कोर authenticated and request dot user dot is vendor छ भने रिटर्न भ्यू फङ्क अनि त्यसपछि
रिक्वेस्ट अनि त्यसपछि यसको आर्ग्स अनि त्यसपछि क्वार्क्स चाहियो। क्वार्क्स चाहियो अनि त्यसपछि रिटर्न रिडाइरेक्ट चाहिन्छ। यहाँनेरि रिडाइरेक्टलाई तानो फ्रम Django डट सर्टकट्स इम्पोर्ट रिडाइरेक्ट म चाहिँ मेरो रिडाइरेक्ट मेरो क्यूमा जानुपर्छ। रिडाइरेक्ट मेरो भ्युज के अरे युआरएल मेरो कहाँ छ युआरएलमा यहाँनेरि यो युआरएलमा छैन मेरो युआरएलमा v ड्याशमा जानुपर्छ मेरो कोर्स युआरएल ड्याशमा जानुपर्छ। यहाँ के मिलेन आर्क्स र क्वार्कको बिचमा कमा चाहियो। ओके v ड्याशमा जानु पर्यो अनि त्यसपछि यहाँनेरि रिटर्न अनि र्यापर मेरो बाहिरको फंक्सनले भित्रको फंक्सनलाई रिटर्न गर्नु पर्यो। ठीक छ यो भयो। अब म के गर्छु भन्देखि मेरो चाहिँ म के गर्छु भन्देखि म यहाँनेरि म मेरो भ्युजमा जान्छु भ्युजमा चाहिँ त्यो डेकोरेटरलाई इम्पोर्ट गर्छु। ठीक छ फ्रम डट डेकोरेटर्स इम्पोर्ट अनि भेन्डर रिक्वायर। ठीक छ भेन्डर रिक्वायर्ड गर्छु म यहाँ चाहिँ मेरो एड भेन्डर रिक्वायर चाहियो। अब भेन्डर रिक्वायर मात्र भएन लगइन पनि चाहियो। लगड इन युजर हुनु पर्यो। त्यही भएर फ्रम Django डट कन्ट्रिब डट अथ डट डेकोरेटर्स इम्पोर्ट लगइन रिक्वायर्ड। ठीक छ अनि त्यसपछि म के गर्छु एड लगइन रिक्वायर्ड पनि राख्छु। ठीक छ ओके चेक गरौँ सेभ गरेँ मेरो सर्भर रनिङ नै छ। म यहाँनिर जान्छु रिफ्रेस गर्छु। ठीक छ म यहाँ चाहिँ सबैबाट चाहिँ म चाहिँ यहाँनिर गएँ। अब म रिफ्रेस गर्छु। ठीक छ अब म यहाँ चाहिँ मेरो होम पेज खोल्छु। ठीक छ होम पेज खोल्यो भने यो धीरज111 लगइन छ म यसलाई लगआउट गर्छु। ठीक छ लगआउट गरिसकेपछि लगआउटको कामहरू हामीले गरेका छैनौँ र लगआउटको काम गर्नुपर्ने हो। लगआउट गरेको छैन र ल त्यसो भए यसो गरौँ न त लगआउट गरेको छैन भने म यहाँनेरि म /एडमिनमा जान्छु। ठीक छ यहाँनेरि एडमिन ट्याब एडमिन गरेँ ल मेरो एडमिन भयो। म रिफ्रेस गरेँ भने हेर्नुहोस् त एडमिन लगइन छ। ठीक छ युजर्समा गयो भने सपना मेरो के छ भेन्डर छैन। ठीक छ सपना मेरो भेन्डर छैन। अब म चाहिँ यहाँनेरि लगआउट गर्छु यसलाई लगआउट गऱ्यो भने रिफ्रेस गऱ्यो भने येल्लो गेस्टमा आयो। ठीक छ अब चाहिँ म मेरो चाहिँ यहाँनेरि 127
मेरो ड्यासबोर्ड थियो। लगइन गरौँ पहिला, लगइन गरौँ धीरज111 लगइन गरेँ। ओके लगइन गरेँ, ठिक छ। अब मेरो ड्यासबोर्डको म यो कपी गर्छु, मेरो ड्यासबोर्डमा गइरहेछ। म चाहिँ मेरो साइडबाट म यहाँ हाम्रो बाहिरबाट लगआउट बाँकी रहेछ हैन, ठिक छ। लगआउट गरे भए पनि, अब काम नगरे भए पनि गरौँला है, केही भएन। ल मैले लगआउट गरेँ। अब मेरो यहाँनेरि यतिकै गयो भने हेर्नुहोस् त, गएन, हेर्नुहोस् गएन, गएको छैन, हेलो गेस्ट गरेछ है। अब हेलो गेस्ट गर्दाखेरि मेरो यहाँ चाहिँ यहाँनेरि जानु भएन। ओके गएको छैन। अब म यहाँ चाहिँ अर्कै लगइन गर्छु। यहाँनेरि मेरो सपना थियो, यो थियो, लगइन थियो, ठिक छ। लगइन गऱ्यो भने हेर्नुहोस् त ड्यासबोर्डमा जाने अप्सनै पनि छैन। अब यहाँ पेस्ट गऱ्यो भने ओके हेर्नुहोस् त, दिस पेज इजन्ट वर्किङ राइट नाउ भनेपछि ड्यासबोर्डमा जाने अप्सन छैन, भनेपछि दिस इज वर्किङ फाइन, ठिक छ। तर यही चिजमा मैले चाहिँ यहाँ लगइन गर्दाखेरि सपना होइन धीरज111 लगइन गरेँ, ठिक छ। लगइन गरेँ भनेदेखि अब यहाँ मैले रिफ्रेस गरेँ भने दिस इज ड्यासबोर्ड, ठिक छ। ड्यासबोर्डमा जान पाइयो, दिस इज ड्यासबोर्ड, ठिक छ। लगआउट गरेँ भने लगआउट, अनि त्यसपछि रिफ्रेस गरेँ भने यसले लगआउटमा काम गरेर रहन्छ। सेसन क्लियर हुनुपर्छ। लगआउटमा चाहिँ हाम्रो चाहिँ बाहिर मात्रै गयो, तर हाम्रो लगआउट भएन। हेर्नुहोस् त लगआउट मात्रै भयो, रिफ्रेस गर्यो भने अझै गइरहेछ, ठिक छ। अब त्यस भए लगआउटको कामहरू पनि गरिदिइहालौँ है त। ओके लगआउट हामीले गरेका थियौँ कि थिएनौँ हेरौँ। म मेरो भ्युजमा जान्छु। ओके लगआउट युजर लगआउट रिक्वेस्ट डट सक्सेसफुल्ली नै छ। यु हेभ बिन लगआउट सक्सेसफुल्ली नै छ। ठिकै छ त। यसो गरौँ यसलाई, यसो के गरौँ भनेदेखि इफ रिक्वेस्ट डट युजर डट इज अथेन्टिकेटेड युजर डट चाहिँ अथेन्टिकेटेड छ भने लगआउट रिक्वेस्ट गरौँ, अनि त्यसपछि मेसेज पनि पास गरौँ, अनि त्यसपछि एल्स messages dot warning अनि request अनि you are not logged in अनि त्यसपछि रिडाइरेक्ट इन्डेक्समा गरौँ है त। यहाँनिर रिफ्रेस गरौँ अनि लगआउट गरौँ। लगआउट गरिसकेपछि यो हाम्रो साइन अपमा गइरहेछ। लगआउट गरिसकेपछि साइन अपमा गइरहेछ किन? न्याप बारमा हेरौँ। न्याप बारमा लगआउट युआरएल छ, लगआउट युआरएल छ। अब हामी यो लगआउट युआरएलमा हेरौँ त। urls डट पाईमा हेरौँ। लगआउट युआरएल छ, नेम चाहिँ लगआउट छ, युजर लगआउट नै हो नि हाम्रो भ्युजको नाम हैन र। भ्युजको युजर लगआउट छ, युजर अथेन्टिकेटेड छ भने इन्डेक्समा जाउँ त। हाम्रो इन्डेक्स भन्ने भ्युज कहाँ छ?
हाम्रो इन्डेक्स भन्ने भ्युजमा साइन अप भन्ने भ्युज भयो, इन्डेक्स भन्ने भ्युज मेरो माई एप भन्नेमा होला। भ्यूमा युआरएल्समा मेरो इन्डेक्स भन्ने के छ युआरएल्समा इन्डेक्स 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 साइन अपको नि लगआउट भएछ नि त यहाँ लगआउट भएपछि यो साइन अप यो लास्टको चाहिँ ओभरराइड गरेको हुनसक्छ। लगआउट भने अब हाम्रो हेरौँ त यहाँ भयो लगआउट गयो भने इन्डेक्समा गयो। ठिक छ, अरू काम गरिरहेछ। ल मैले यहाँ लगइन गरेँ, लगइन गर्दाखेरि यो लगइन गरेँ भने लगइन भइरहेछ, लगआउट गरेँ भने लगआउट भयो, लगइन गरेँ भने लगइन भयो। मेरो यहाँ चाहिँ मेरो ड्यासबोर्डमा गयो भने भेन्डर ड्यासबोर्ड भइरहेछ। यहाँनिर मैले पेस्ट गरिदिएँ भने इन्टर गरेँ भने ओके ड्यासबोर्ड भइरहेछ। यहाँनिर म ब्याक आउँछु, यहाँ रिफ्रेस गर्छु अनि लगआउट गर्छु। लगआउट गर्दाखेरि यहाँ रिफ्रेस गऱ्यो भने यहाँनिर पेज नट फाउन्ड भइरहेछ। ठिक छ, यो पेज नट फाउन्डलाई चाहिँ हामी अर्कै तरिकाले डेकोरेट गर्न पनि सक्छौँ। ओके, हामीले लगइन लगआउटका कामहरू गऱ्यौँ। ठिक छ, लगभग यति नै होला सायद। अब म चाहिँ केही प्रडक्टहरू एड गर्छु। ठिक छ, मेरो ड्यासबोर्डबाट केही प्रडक्टहरू म एड गर्छु। 127/admin एडमिनमा गएँ। यहाँनिर म चाहिँ मेरो एडमिन ट्याब एडमिनमा जान्छु। एडमिनमा प्रोडक्ट एड प्रोडक्ट गर्छु। भेन्डर चाहिँ मेरो अहिले मलाई भेन्डर चाहिएन, अथवा भेन्डर चाहिँ म भेन्डर एड गर्छु है त। हाम्रो भेन्डरमा त एड भएन र, भेन्डर छ त हाम्रो, अनि प्रोडक्टमा किन भेन्डर आएन? ठिक छ, यहाँबाट भेन्डर एड गरौँ त। ए ओके, भेन्डर एड गरौँ। मेरो चाहिँ धीरज 111। अब यो धीरज 111 गर्दा यहाँनिर आउनुपर्ने हो, किन आएन आई डोन्ट नो, पछि मिलाउँला है। माई मोबाइल सब भयो, चुज फाइल गर्दा योनिर आउनुपर्ने हो। यहाँनिर खास हाम्रो उसमा केही मिस्टेक भएको होला। ठिकै छ। ओके, दिस भेन्डर युजर अलरेडी एक्जिस्ट। यो अलरेडी एक्जिस्ट छ भएपछि यहाँनिर देखाउनु पर्थ्यो। ठिक छ, यहाँ यो आइरहेछ तर यहाँनिर देखिएन। ठिक छ, यहाँनिर आइरहेछ है, यहाँनिर किन नदेखेको? यो भेन्डरलाई चाहिँ ऊ नगरेर हाम्रो के अरे भित्र नहालेर हो। ठिक छ, ल मेरो स्यामसङ A21 सपोज, ऱ्याम 4GB, प्राइस 34 यति। क्याटेगोरीमा हाम्रो आएको छैन, क्याटेगोरीमा म राख्छु स्यामसङको क्याटेगोरी। ठिक छ, स्लग स्यामसङ फोन्स, प्यारेन्टमा मेरो के पनि छैन, सेभ गरेँ मैले। ठिक छ, प्रोडक्ट इमेजमा मेरो इमेज म हाल्छु। ल ओपन गरेँ, सेभ गरेँ। ठिक छ, स्टकमा केही छ, सेभ गरेँ मैले। ठिक छ, ल अब यो गर्ने बित्तिकै मेरो यहाँनिर हाम्रो आएको छ भनेदेखि ओके स्यामसङ A21 आएको छ। हेर्नुहोस् त, अब यहाँ डिटेल्समा गयो भने डिटेल पेजको मैले गरेको छैन। अब म एड टु कार्टमा काम गर्छु। त्योभन्दा पहिला केही प्रडक्टहरू हालौँ। ठिक छ, एड प्रोडक्ट, अनि त्यसपछि
ओके, यहाँनिर आँखा नदेखेर रहेछ, ठिक छ, रजिस्टर भएको रहेछ, आँखा नदेखेर रहेछ, यहाँ आँखा गऱ्यो भने रहेछ है त। ल एड प्रडक्ट गर्छु, यहाँनिर यो आँखा देखियोस्, मेरो भेन्डर चाहिँ सुमुनाको, स्टोर नेम चाहिँ यो भेन्डर गरिसकेपछि यो नेम पनि आउनुपर्ने हो। ओके, मेरो प्रोडक्टमा चाहिँ यो चेन्ज भेन्डर आएको रहेछ, चेन्ज भेन्डर होइन, म प्रोडक्टमा जान्छु, प्रोडक्टमा एड प्रोडक्ट गर्छु, यहाँनिर यो गरेँ, चेन्ज भेन्डर गर्नु छैन। ओके, नयाँ नेम चाहिँ मेरो यहाँनिर मेरो देखिएन। ओके, यो म पहिला देखाउँछु है। हाम्रो चाहिँ यसमा जाउँ त, भेन्डर भन्ने हाम्रो कहाँ छ, मोडलमा छ होला। ओके, भेन्डर भन्ने यहाँ छ, भेन्डर भनेपछि मेरो चाहिँ एडमिनमा भेन्डरलाई मैले भेन्डर एडमिन गरेको छु, डिस्प्ले त गरेको छु मैले, भेन्डर एडमिन गरेको छु मैले। भेन्डर ओके, यहाँनिर आयो भने आउन त आउँछ होइन। जस्तै यहाँनिर आयो भने यहाँनिर चेन्ज भेन्डर भनेर त आउँछ, बट म के गर्छु भनेदेखि म यसलाई चलाउँदिनँ, म मेरो ब्याकएन्डबाट चलाउँदिनँ अहिले, चाहियो भने बनाउँला। किन चलाउँदिनँ भनेदेखि म चाहिँ मेरो प्रडक्ट एड गर्ने त खासमा भेन्डरले हो, ठिक छ, प्रोडक्ट एड गरे त खासमा यो भेन्डरले हो, यी भेन्डरहरूले हुन्, ठिक छ। जस्तै यहाँ प्रोडक्टहरू छ हाम्रो प्रोफाइलमा, हाम्रो धीरज बनाउन आइरहेछ। ल प्रोडक्टमा हाम्रो एड गर्ने त भेन्डरले हो, ठिक छ। जस्तै एडमिन प्यानलमा चाहिँ यो अलिकति कन्फ्युजन हुनसक्छ, एडमिन प्यानललाई चाहिँ यो सबै यो गर्ने फेसिलिटी पनि दिनु हुँदैन, ठिक छ। अथवा एडमिन प्यानलमा केही पछि गर्नु पर्यो भने गरौँला। म अहिले यसलाई के पनि गर्दिनँ, म यहाँ चाहिँ के पनि गर्दिनँ, म जस्ट चाहिँ सिम्पल म यहाँ चाहिँ ग्रे अथवा एडिडास सुज लेख्छु, ठिक छ। डिस्क्रिप्सनमा म एडिडास सुज एभाइलेबल इन नेपाल गर्छु। प्राइस चाहिँ म 5000 गर्छु। क्याटेगोरीमा म प्लस गर्छु। नेम मेरो क्लोदिङ, दिस इज, यो स्लग आफै जेनेरेट बनाउनु मिल्छ है। दिस इज क्लोदिङ। प्यारेन्टमा चाहिँ म चाहिँ प्यारेन्ट मेरो नयाँ थप्छु, एडिडास। स्लगमा एडिडास,
प्यारेन्टमा मेरो छैन। ल एडिडास प्यारेन्ट हो, सेभ गरेँ मैले। ठिक छ। प्रडक्ट इमेजमा चाहिँ म यहाँ अर्को इमेज हाल्छु, चुज फाइल गर्छु। यो मेरो एडिडास हो सपोज, सेभ गरेँ मैले। स्टकमा चाहिँ मेरो सेभ छ। ल यो मैले गरेँ। यहाँ मैले खासै केही पनि गरेको छैन, जस्ट मैले यो चिज गरेँ। ठिक छ। हेर्नुहोस् एडमिन लगइन छ, एडमिनले चाहिँ हाल्यो। ठिक छ। अब म के गर्छु भन्दाखेरि म चाहिँ यो चाहिँ अब म पहिला भेन्डरको काम गर्ने कि पहिला कार्डको काम गर्ने? पहिला यसो गरौँ, भेन्डरको थोरै काम गरौँ है त। भेन्डरको काम गरेर यहाँ भेन्डरबाट चाहिँ हाम्रो एड प्रोडक्ट गर्ने चिज बनाऊँ। भेन्डरबाट एड प्रोडक्ट गर्ने चिज बनाऊँ। त्यसको लागि हामीले सिम्पल जस्तै यहाँनिर छ मेरो base.html-बाट मैले चाहिँ के गर्नु पर्यो, यसलाई म हटाइदिन्छु। अब म सिम्पल यहाँनिर सेभ गर्छु, यसलाई हटाइदिन्छु। म सिम्पल ड्यासबोर्ड बनाउँछु, सानोतिनो ड्यासबोर्ड बनाउँछु। ठिक छ। म चाहिँ भेन्डर ड्यासबोर्डमा गएँ। यसमा चाहिँ बेसलाई चाहिँ गरेर एक्सटेन्ड गरेर सिम्पल ड्यासबोर्ड बनाउँछु है त। ओके, ड्यासबोर्ड बनाऊँ। ड्यासबोर्ड बनाउनको लागि percentage extends base.html। ठिक छ। अनि त्यसपछि percentage ब्लक, हाम्रो बेसमा चाहिँ के ब्लक छ टाइटलको लागि, यहाँनिर percentage ब्लक टाइटल। अनि त्यसपछि Ctrl+C Ctrl+V, यहाँनिर चाहिँ एन्ड ब्लक। एन्ड ब्लक राखेँ। ठिक छ। अब यहाँ चाहिँ मेरो यो कपी गर्छु, सेभ गर्छु। यहाँनिर चाहिँ टाइटल ब्लकमा चाहिँ यहाँ म बोर्ड ड्यासबोर्ड राखिदिन्छु, सेभ गर्छु। म बनाउँदै हेर्दै गर्छु है त। म यहाँ चाहिँ लगआउट गरिदिन्छु, साइन इन लगइन गरिदिन्छु। यहाँनिर धीरज लगइन गरेँ। ठिक छ। अब म ड्यासबोर्डमा गएँ भने यहाँ अहिलेसम्म हाम्रो ड्यासबोर्ड भनेर आयो। ठिक छ। ओके, ल यहाँसम्म मेरो ठिकै छ। अब मेरो कन्टेन्ट ब्लक के छ, मेरो ब्लक कन्टेन्ट ब्लक छ। यसलाई कपी गर्छु, यहाँनिर पेस्ट गर्छु। अनि यहाँनिर म राख्छु, डिभ खोल्छु। डिभ क्लास चाहिँ मेरो रो छ। ठिक छ। अब चाहिँ म साइड बारको लागि गर्छु है। यो साइड बारको लागि div क्लास इक्वल्स टु कोलम, अनि त्यसपछि मिडियम, अनि त्यसपछि 3 वाला। ठिक छ। यो भनेको 3टा कोलमको आओस्। हाम्रो 12 हुन्छ, 12 मध्ये 3 चाहिँ अकुपाई गरोस्। ठिक छ। अब म चाहिँ यहाँ चाहिँ अनि डिभ क्लास चाहिँ मेरो लिस्ट अंडरस्कोर ग्रुप गरेँ। अनि href चाहिएन,
क्लास चाहिँ मेरो लिस्ट ग्रुप अनि त्यसपछि आइटम अनि त्यसपछि लिस्ट ग्रुप आइटम लिस्ट ग्रुप आइटम अनि लिस्ट ग्रुप आइटमको एक्सन अनि त्यसपछि एक्टिभ अनि आइटम एक्सन एक्टिभ अनि त्यसपछि ड्यासबोर्ड ठिक छ। यो आओस् सेभ गरेँ। ओके ड्यासबोर्ड भनेर आयो ठिक छ। ड्यासबोर्ड भनेर आयो। अब म के गर्छु भनेदेखि यहाँनिर यहाँ म हाइपरलिङ्क ट्याग खोल्छु। एचआरएफ चाहिएन। क्लास चाहिँ यहाँनिर एक्सनसम्म यहाँनिर मेरो ड्यासबोर्ड के आयो ड्यासबोर्ड अनि त्यसपछि यहाँनिर एक्सनमा यहाँ चाहिँ एड प्रोडक्ट गर्छु। एड प्रोडक्ट लिस्ट प्रोडक्ट। अब यहाँनिर अरू केही चिज होला सेटिङ्स केही होला। सेभ गरेँ। अब हेरौँ त कस्तो देखिन्छ हाम्रो ड्यासबोर्ड। ओके एड प्रोडक्ट लिस्ट प्रोडक्ट सेटिङ्स केही आयो हैन। ल त्यसो भयो। अब हामी जाम जस्तै एड प्रोडक्ट गर्दा यहाँनिर एड प्रोडक्टको फर्म आउनु पर्यो ठिक छ। फर्म आउनको लागि म के गर्छु भनेदेखि म मेरो भ्युजमा जान्छु। युजर एप हैन भेन्डर एपको भ्युजमा जान्छु। भ्युजमा गएँ। भ्युजमा गइसकेपछि एड प्रोडक्ट अनि त्यसपछि यसले रिक्वेस्ट ठिक छ। रिक्वेस्ट लिन्छु। यसलाई चाहिँ मेरो लगइन रिक्वेस्ट चाहिन्छ। अहिले ल ठिक छ। यसलाई अहिले चाहिएन। एड प्रोडक्ट गर्दाखेरि अहिले पछि मिलाउँला है त। एड प्रोडक्ट गरेँ मैले अनि इफ नट हैज एट्रिब्युट हामीले हेज एट्रिब्युट माथि युज गरिसक्यो होला कहीँ कतै। एज एट्रिब्युट भनेर यहाँ कहीँ कतै युज गरिसक्यो होला पहिला ठिक छ। यदि चाहिँ हेज एट्रिब्युट के छ रिक्वेस्ट डट युजर छ र चाहिँ त्यो भेन्डर छ। यदि त्यो चाहिँ होइन भनेदेखि रिटर्न रिडाइरेक्ट अनि हाम्रो केमा रिडाइरेक्ट गर्नु पर्यो v ड्यास भनेर हो कि केमा थियो हाम्रो म यसमा लेख्दिनँ। म चाहिँ मेरो भेन्डरको भ्युजमा लेख्छु।
भेन्डरको URL मा जानु v dash ठीक छ। रेन्डर पछाडि रिडाइरेक्ट पनि आयो। भेन्डर होइन भने यसमा रिडाइरेक्ट गरिदिनु अनि त्यसपछि if request dot method चाहिँ th मेथड चाहिँ मेरो पोस्ट हो भने फर्म चाहिँ मेरो प्रोडक्ट फर्म। अब हामीले यो प्रोडक्ट फर्म बनाएकै छैनौं, ठीक छ। यहाँ भन्दा पहिला प्रोडक्ट फर्म बनाउन जाउँ। यहाँनेरि भेन्डर एपमा नयाँ फाइल क्रिएट गरौँ forms.py। ल forms.py मा चाहिँ प्रोडक्ट फर्म बनाउँ पहिला। from Django import forms, ठीक छ। from प्रोडक्ट भन्ने मोडल चाहियो नि त हामीलाई। प्रोडक्ट भन्ने मोडल हाम्रो कहाँनेरि छ? युजर एपमा छ होला, होइन युजर एपमा होइन, हाम्रो माई एपमा छ। माई एपमा मोडल्समा चाहिँ प्रोडक्ट छ। फ्रम माई एप डट मोडल्स इम्पोर्ट प्रोडक्ट। ल क्लास प्रोडक्ट फर्म forms dot model form, ठीक छ। क्लास मेटा मोडल कस्टो प्रोडक्ट। मोडल चाहिँ मेरो प्रोडक्ट मोडलको फर्म बनाउनु पर्यो। फिल्ड्स चाहिँ मेरो के दिनु पर्यो? मलाई चाहिँ फर्म बनाउँदाखेरि फिल्ड्स मेरो के दिनु पर्यो? मेरो मोडल कहाँ छ? मोडल माई एपको मोडल्सको प्रोडक्ट भित्र भेन्डर चाहियो, नेम चाहियो, डिस्क्रिप्सन, भेन्डर नेम, डिस्क्रिप्सन, प्राइस, क्याटेगोरी, प्रोडक्ट इमेज, यस्तो चाहियो। ल मलाई चाहिँ के चाहियो? भेन्डर चाहियो, त्यसपछि नेम चाहियो, त्यसपछि डिस्क्रिप्सन चाहियो, त्यसपछि प्राइस चाहियो, त्यसपछि क्याटेगोरी चाहियो, कुन क्याटेगोरीको हो चाहियो, प्रोडक्टको इमेज चाहियो, त्यसपछि स्टक चाहियो, त्यसपछि मलाई इज अभाइलेबल चाहियो, त्यसपछि क्रिएटेड र अपडेटेड चाहिएन, यति मलाई चाहिएन। सेभ गरेँ मैले, ठीक छ। सेभ गरेँ मैले। अब चाहिँ म भ्युजमा जान्छु। यहाँनेरि प्रोडक्ट फर्मलाई तानौँ। फ्रम डट फर्म्सबाट इम्पोर्ट प्रोडक्ट फर्म। ओके, यदि मेथड चाहिँ मेरो पोस्ट मेथड छ भने प्रोडक्ट फर्मले रिक्वेस्ट डट पोस्ट तान्नु पर्यो। अनि हाम्रो इमेज पनि भएको हुनाले रिक्वेस्ट डट फाइल चाहियो।
request dot files ठिक छ। अब if form dot is underscore valid छ भनेदेखि valid छ भने product is equals to form dot save अनि त्यसपछि अब चाहिँ म commit equals to false ठिक छ। अनि त्यसपछि यो कुन भेन्डरबाट आएको हो product dot vendor चाहिँ request dot user dot vendor ठिक छ। प्रडक्ट को भेन्डर चाहियो नि त हैन। जस्तै यहाँ मैले यहाँ भेन्डर छ नि त भेन्डर है मेरो चाहिँ म चाहिँ भेन्डर चाहिँ यहाँनेरि ल अहिले हेरौँ ल है त। भेन्डर चाहिँ म त्यहाँ राख्दिनँ क्या। जस्तै यहाँनेरि भ्युजमा चाहिँ यहाँनेरि मेरो मोडल्स फर्म्समा चाहिँ म चाहिँ यहाँ भेन्डर तान्दिनँ भेन्डर हाल्दिनँ तर भेन्डर मलाई चाहिन्छ त्यही भएर म यहाँ भेन्डर प्रडक्टको भेन्डर चाहिँ म रिक्वेस्ट डट युजर डट भेन्डर होस् ठिक छ। अनि त्यसपछि प्रोडक्ट डट सेभ गरिदिन्छु प्रोडक्टलाई अनि त्यसपछि रिटर्न रिडाइरेक्ट अनि v ड्यास ठिक छ। अनि त्यसपछि एल्स यदि मेरो चाहिँ पोस्ट रिक्वेस्ट छैन भने फर्म इक्वल्स टु प्रोडक्ट फर्म खाली फर्म देखाइदिनु। अनि त्यसपछि रिटर्न रेन्डर रिक्वेस्ट अनि त्यसपछि भेन्डर भित्र एड अंडरस्कोर प्रोडक्ट डट एचटीएमएल होस् ठिक छ। अनि त्यसपछि मेरो चाहिँ फर्म चाहिँ मेरो फर्म होस् ल। अब म एड प्रोडक्ट डट एचटीएमएल लाई म यहाँ बनाइहाल्छु भेन्डर भित्र भेन्डर एप भित्र एचटीएमएल टेम्प्लेट्स भेन्डर एप भित्र न्यू फाइल डट एचटीएमएल ल सेभ गरे। यो पनि सेभ गर्छु म यो पनि म सेभ गर्छु ठिक छ ल। एड प्रोडक्ट भित्र मैले मेरो एड प्रोडक्ट आउनु पर्यो यो एड प्रोडक्ट आउनु पर्यो। त्यो भन्दा पहिले म युआरएल्स कन्फिग गरिहाल्छु ठिक छ। युआरएल्स कन्फिग गरिहाल्छु मेरो चाहिँ v ड्यास उता अनि त्यसपछि एड प्रोडक्ट छ भनेदेखि यहाँनेरि एड प्रोडक्टमा जानु पर्यो यहाँनेरि एड प्रोडक्ट हुनु पर्यो। अनि म चाहिँ मेरो भ्युजको यो चाहिँ मेरो चाहिँ यो एड प्रोडक्ट पनि लगइन रिक्वायर भेन्डर रिक्वायर होस् ठिक छ। यो पनि मेरो एड प्रोडक्ट पनि लगइन रिक्वायर भेन्डर रिक्वायर्ड होस् ठिक छ। अब त्यसो भए म एड प्रोडक्ट डट एचटीएमएल मा जान्छु percentage extends अनि त्यसपछि भेन्डर ड्याशबोर्ड को यो चीज तान्छु म एड प्रोडक्ट को कन्ट्रोल V गरे
यो चिज चाहिँदैन मलाई। कन्टेन्ट ब्लक, मैले यहाँ कन्टेन्ट ब्लक एन्ड ब्लक गरेको रहेनछु है। ए रहेछ, कन्ट्रोल सी गरे एड प्रोडक्टमा गएर होइन, एड प्रोडक्टमा कन्ट्रोल ए कन्ट्रोल भी गर्छु। अब यो चिज चाहिँ चाहिँदैन मलाई, कन्टेन्ट ब्लक। यहाँ चाहिँ यहाँ म एड प्रोडक्ट गर्छु, ठिक छ। एड प्रोडक्ट गरेँ। अब यहाँनेरि म के गर्छु, डिभ क्लास चाहिँ मेरो कन्टेनर MT4 गर्छु म, 4वटा कलमको आओस्, ठिक छ। अब यहाँ चाहिँ S2 गरेँ अनि त्यसपछि एड प्रोडक्ट गरेँ अनि त्यसपछि म चाहिँ यहाँ फर्म ट्याग खोल्छु। फर्म मेथड चाहियो मलाई, एक्सन अहिले के पनि चाहिएन। मेथड चाहिँ मेरो पोस्ट मेथड होस् अनि त्यसपछि इन्क टाइप चाहियो मलाई, चाहिँ चित्र पनि हाल्नुपर्छ अथवा फोटो पनि चाहिन्छ। मल्टिपार्ट फर्म डेटा अनि त्यसपछि यहाँनेरि हाम्रो एउटा फिल्ड म्यान्डेटरी छ, त्यो म्यान्डेटरी फिल्डको नाम हो CSRF_token, ठिक छ। त्यसपछि हामी जाउँ form.as_p, ठिक छ। फर्म त्यसपछि फर्म क्लोज गर्नुभन्दा अगाडि एउटा बटन हालौँ। बटन टाइप मेरो बटन टाइप इक्वल्स टु सबमिट अनि त्यसपछि क्लास मेरो btn/प्राइमेरी होस्, नीलो बटन आओस् प्राइमेरी। अनि त्यसपछि मेरो यहाँ एड प्रोडक्ट गरेँ मैले, ठिक छ। अब मैले यो एड प्रोडक्ट गरेँ, ठिक छ। अब यो हामीले पहिले जानिसकेको चिज हो। अब म चाहिँ मेरो चाहिँ एड प्रोडक्ट कहाँनेरि आउनु पर्यो, मेरो भेन्डरको ड्यासबोर्डमा आउनु पर्यो। मेरो एड प्रोडक्ट मेरो भेन्डरको ड्यासबोर्डमा चाहिँ यहाँनेरि मेरो एड प्रोडक्ट भन्नेमा चाहिँ HREF आउनु पर्यो, ठिक छ। HREFमा मेरो चाहिँ % URL अनि मेरो URL के छ, मेरो URL एड प्रोडक्ट छ, मेरो URL एड प्रोडक्ट छ। ओके, सेभ गरौँ। अब यहाँनेरि रिफ्रेस गरौँ। रिफ्रेस गर्दाखेरि यहाँनेरि एड प्रोडक्टमा जाँदा त ओके एड प्रोडक्ट आयो। हेर्नुहोस् त, एड प्रोडक्टमा गयो भने नेम चाहिँ मेरो सपोज वाटर बोतल छ, ओके। अनि दिस इज वाटर बोतल मेड फ्रम प्लास्टिक दिएँ मैले। प्राइस मेरो चाहिँ 200 रुपियाँ। क्याटेगोरीमा चाहिँ हेर्नुहोस् त, यहाँनेरि कुनै क्याटेगोरी छैन। अब यहाँनेरि एड क्याटेगोरी पनि छैन है। यो एड क्याटेगोरी अब चाहिँ मेरो केले दिनु पर्यो, एडमिनले दिनु पर्यो क्याटेगोरी, किनकि भेन्डरले त क्याटेगोरी एड गर्नु अलि राम्रो चिज हुँदैन। जस्तै अब मलाई क्याटेगोरी छैन, सपोज अहिलेको लागि मैले क्लोदिङमा हालिदिएँ। प्रोडक्ट इमेजमा यहाँनेरि एड इमेज पनि छैन। हेर्नुहोस् है, अब यो एड इमेज गर्दाखेरि मैले चाहिँ के गर्नुपर्छ, यहाँनेरि नयाँ इमेज चाहिँ आउने बनाउनु पर्थ्यो, तर अहिलेको लागि म यो इमेज यहाँनेरि हालिदिन्छु। स्टकमा चाहिँ 6 छ, इज एभाइलेबल मेरो ट्रु छ एड प्रोडक्ट, ठिक छ। एड प्रोडक्ट गर्ने बित्तिकै अब होममा जाउँ त, हामीले कहीँ कतै राखेको छैनौँ। ओके, यहाँनेरि जाउँ। ओके, हेर्नुहोस् त, वाटर बोतल आयो।
वाटर बोतल आयो। अब यहाँनिर यो नट अ बिग डिल, यो कसले गर्यो भनेर यहाँनिर हाम्रो ड्यासबोर्डमा हेर्ने हो भने हाम्रो प्रोफाइल अनि प्रोडक्टमा जाने हो भने यहाँ सपोज एडमिन ट्याब एडमिन गऱ्यो भने ओके वाटर बोतल भनेर आएको छ। ठिक छ, वाटर बोतल भनेर आएको छ। यहाँनिर यो भेन्डरको नाम नदेखिएको हो। ठिकै छ। यसमा वाटर बोतलमा यहाँनिर जस्तै अब मलाई चाहिँ इमेज चाहिँ मैले यहाँबाट नि अपलोड गर्न पाउनुपर्छ। ठिक छ, इमेज चाहिँ मैले यहाँनिर एड प्रोडक्टबाट यहाँ ड्यासबोर्डबाट यो एडमिनलाई चाहिँ एक्सेस नै छैन। हेर्नुहोस् कस्तो मजाको छ, एडमिनले चाहिँ भेन्डर एक्सेस पाएकै छैन। ल लगआउट गरौँ, यहाँनिर जाउँ, रिफ्रेस गरौँ, साइन इन गरौँ, लगइन गरौँ, यो जाउँ लगइन गरौँ, ड्यासबोर्डमा जाउँ, एड प्रोडक्टमा जाउँ। अब यहाँनिर चाहिँ एड इमेज चाहियो मलाई, एड इमेज चाहियो। अब के गर्ने, के गरौँ अन्त के गरौँ भनेदेखि हामी फर्म्समा जाउँ, प्रोडक्ट फर्ममा जाउँ होइन। प्रोडक्ट फर्ममा चाहिँ मलाई चाहिँ फर्म देखाउँदा चाहिँ एउटा फाइल अपलोड गर्ने फर्म पनि चाहियोस्। म के गर्छु, इमेजेस इक्वल्स टु फर्म्स डट फाइल फेरि राख्छु अनि त्यसपछि विजेट चाहिँ के राख्छु, इक्वल्स टु फर्म्स डट क्लियरेबल फाइल इनपुट। ठिक छ, इनपुट अनि त्यसपछि एट्रिब्युट्स चाहिँ अनि त्यसपछि एट्रिब्युट्स चाहिँ म के राख्छु, मल्टिपल अनि त्यसपछि ट्रु राख्छु। यदि हाम्रो मोडलमा चाहिँ मल्टिपल्स दिन अलाउ गरेको छैन भने हेरौँ है, त्यो केही फरक पर्दैन। अनि रिक्वायर्ड इक्वल्स टु म के राख्छु भनेदेखि रिक्वायर्ड दिनुपर्छ पर्दैन, ट्रु राख्छु, रिक्वायर्ड इक्वल्स टु फल्स। तपाईँले यो एडिट गर्न सक्नुहुन्छ। यदि रिक्वायर्ड चाहिँ ट्रु राख्न चाहनुहुन्छ भने द्याट्स ओके। ठिक छ। ल अब म चाहिँ क्लास मेटा मोडल इक्वल्स टु प्रोडक्ट, मेरो चाहिँ यो डिस्क्रिप्सनहरू भयो। अब यो बाहेक म के गर्छु भनेदेखि सेभ मेथड कल गर्छु। सेभ मेथड सेल्फ कमिट इक्वल्स टु ट्रु राखिदिन्छु अनि त्यसपछि प्रोडक्ट चाहिँ मेरो सुपर प्रोडक्ट सेभ हुनु पर्यो नि, सुपर डट सेभ अनि कमिट इक्वल्स टु फल्स अनि त्यसपछि इफ कमिट छ भनेदेखि प्रोडक्ट डट सेभ अनि त्यसपछि रिटर्न प्रोडक्ट। ल यो मैले प्रोडक्टमा चाहिँ मेरो चाहिँ इमेज फर्म पनि आओस्, यो इमेज फर्म चाहिँ सेभ भएपछि यो मेरो प्रोडक्ट फर्म सेभ होस्। ठिक छ। अब म चाहिँ एड प्रोडक्ट भ्यूमा जान्छु। एड प्रोडक्टमा चाहिँ म के गर्छु भनेदेखि मलाई चाहिँ मोडल पनि चाहिन सक्छ,
फ्रम के छ हाम्रो माई एपको मोडल्सबाट इम्पोर्ट प्रोडक्ट अनि त्यसपछि इमेज दुईटा हामीलाई चाहिन सक्छ, चाहिएन भने हटाइदिउँला, केही फरक पर्दैन। अनि त्यसपछि इफ नट एज एट्रिब्युट रिक्वेस्ट डट युजर भेन्डर छ भने ड्यासबोर्डमा गर्ने, इफ रिक्वेस्ट मेथड पोस्ट छ भने फर्म इक्वल्स टु प्रोडक्ट फर्म रिक्वेस्ट डट पोस्ट रिक्वेस्ट डट फाइल्स इफ अनि त्यसपछि फाइल्स अनि इमेज पनि तानौँ। इमेजेस इक्वल्स टु रिक्वेस्ट डट फाइल्स डट गेट लिस्ट अनि त्यसपछि इमेजेस। ठिक छ, गेट लिस्ट इमेजेस। इमेजेस चाहिँ रिक्वेस्ट फाइल्सबाट पोस्टबाट आएको चिज चाहिँ रिक्वेस्ट गेट लिस्ट इमेजेस हाम्रो इमेजेसमा हुनु पर्यो। भ्युजमा हामीले यो कहाँबाट तान्यो, एड प्रोडक्टमा बाट हैन, फर्म्सबाट तान्यो, इमेजेस नै छ ल, इमेजेस। ठिक छ। अब इफ फर्म चाहिँ भ्यालिड छ भने प्रोडक्ट चाहिँ फर्म डट सेभ कमिट इक्वल्स टु फल्स, प्रोडक्टको भेन्डर चाहिँ रिक्वेस्ट डट युजर डट भेन्डर, प्रोडक्ट सेभ प्रोडक्ट रिडाइरेक्ट ड्यासबोर्ड। ठिकै छ। अब यो भन्दा पहिला सेभ भन्दा अगाडि म के चिज गराउन चाहन्छु भन्दाखेरि हेर्नु है, फर images हाम्रो इमेजेसमा आएको छ नि त लिस्ट, image अन्डरस्कोर अब्जेक्ट चाहिँ के हो त, इक्वल्स टु इमेज भन्ने मोडलको अब्जेक्ट्स डट क्रिएट। ठिक छ। अनि त्यसपछि इमेज अनि हाम्रो मोडलमा हेरौँ, मोडल्समा हेरौँ हाम्रो इमेज नेम क्रिएट अनि त्यसपछि इमेज नेम इक्वल्स टु इमेज अनि त्यसपछि प्रोडक्ट डट इमेजेस डट एड चाहिँ इमेज अब्जेक्ट। इमेज अब्जेक्ट अनि त्यसपछि अनि बल्ल प्रोडक्ट डट सेभ अनि यहाँबाट यो यस्तो गरिदिन्छु अनि यहाँबाट चाहिँ सेभ गरिदिन्छु। रिटर्न रिडाइरेक्ट भेन्डर ड्यासबोर्ड। आई थिङ्क एभ्रिथिङ इज करेक्ट। अब चाहिँ म एड प्रोडक्टमा जान्छु। एड प्रोडक्टमा चाहिँ फर्म भयो अनि त्यसपछि यो बटनभन्दा अगाडि चाहिँ लेबल फर इमेजेस अनि अपलोड प्रोडक्ट इमेजेस अनि त्यसपछि लेबल सक्यो अनि त्यसपछि इनपुट टाइप इक्वल्स टु फाइल। इनपुट टाइप इक्वल्स टु फाइल। नेम चाहिँ इमेजेस भइहाल्यो अनि त्यसपछि
मल्टिपल क्लास चाहिँ मेरो फर्म ड्यास कन्ट्रोल, यो HTML को चिज हो। ठिक छ, हाम्रो हेरौँ, हाम्रो ओके। क्लियरेबल फाइल इनपुट डजन्ट सपोर्ट मल्टिपल फाइल्स। ओके, यो एट्रिब्युट्सबाट क्लियरेबल चाहिँ हटाइदिउँ। फर्म्सबाट यसो गरौँ। ओके, क्लियरेबल फाइल इनपुटमा एरर आयो होइन। यो फाइल इनपुट मात्रै छ कि छैन? फाइल इनपुट, I don't know this will be working or not, but try, let's try. क्लियरेबल फाइल इनपुट जेनरली एउटा फाइल छ, त्यसलाई चाहिँ क्लियर गर्नु पर्यो भनेदेखि क्लियरेबल फाइल इनपुट हुन्छ होला। अब यसमा त मल्टिपल इक्वल्स टु ट्रु दिएको छ, त्यही भएर हाम्रो एरर आएको हुनसक्छ। कन्ट्रोल सी गरौँ अनि यसलाई चाहिँ फेरि रन सर्भर गरौँ। फाइल इनपुट डज नट सपोर्ट अपलोडिङ मल्टिपल फाइल्स। फाइल इनपुट डज नट सपोर्ट अपलोडिङ मल्टिपल फाइल्स। ओके, त्यसो भए के गरौँ भनेदेखि फर्म्स डट फाइल फिल्ड अनि त्यसपछि विजेट इक्वल्स टु फर्म्स डट क्लियरेबल फाइल इनपुट सेभ गरौँ। सब ठिकै छ जस्तो छ, फर्म्सले लिएन। यसो गरौँ, यसलाई चाहिँ अहिलेको लागि विजेट चाहिँ हटाइदिउँ। सेभ गरौँ त। ओके, रन त भयो। रिफ्रेस गरौँ। इमेज एउटा यो आयो, एउटा नो फाइल चुजन आयो। यो ओपन गरौँ अनि एड प्रोडक्ट गरौँ। यो दुईटा आयो, वाइ दुईटा आयो।
यो आयो होइन, नेम हेलो भयो, होम भयो, प्राइस समथिङ भयो, यो चाहिएन। प्रोडक्ट इमेज चाहिँ एड इमेज भनेर गरौँला, यो चाहिएन अहिले। अनि स्टक चाहिँ यो भयो, एड प्रोडक्ट गऱ्यो भने यो भयो। अब यो थिच्दाखेरि प्रोडक्ट इमेज थिच्दाखेरि प्रोडक्ट इमेजमा यहाँनिर जानु पर्थ्यो नि त। ओके, यसलाई बनाउँ त। सपोज यसलाई म हटाइदिउँ, रिफ्रेस गरौँ, अनि त्यसपछि चुज प्रोडक्ट गर्दाखेरि यो त अझै भएन। यहाँ चाहिँ एड प्रोडक्ट आउनु पर्यो, यहाँ एड प्रोडक्ट आउनु पर्यो। यसो गरौँ, प्रोडक्ट इमेजलाई चाहिँ यहाँबाट हटाइदिउँ। प्रोडक्ट इमेज भएन भने पनि हाम्रो प्रोडक्ट इमेज त यसले लिएर जान्छ, लिएर गएपछि भ्युजबाट त्यसलाई तानौँला। ठिक छ, त्यस भए यसमा जाउँ, ड्यासबोर्डमा जाउँ, एड प्रोडक्ट गरौँ। जस्तै यो चाहिँ मेरो फ्रुट्स, ओके, मेरो वाटरमेलन, ओके, दिस इज टेस्टी गरौँ। अनि प्राइस चाहिँ समथिङ समथिङ भयो। अब यहाँ प्रोडक्ट छैन, सपोज एडिडास भयो अहिलेलाई। अनि यस चाहिँ म चाहिँ यो राखिदिन्छु, ओपन गरौँ, एड प्रोडक्ट गरौँ त। ओके, प्रोडक्ट अब्जेक्ट एज नो एट्रिब्युट इमेजेस, भ्युजमा 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 यसको भ्युज होइन, साइनअपको भ्युज होइन, मेरो चाहिँ के को भ्युज, एड प्रोडक्टको भ्युज। भ्युजमा एड प्रोडक्टमा मेरो एरर के आएछ, प्रोडक्ट अब्जेक्ट एज नो एट्रिब्युट इमेजेस। इमेजेस, मोडल 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 मोडल, यो इमेजेसबाट यो इमेजेस चाहिँ मेरो मोडलमा जाउँ त। इमेज नेम, इमेज नेम, इमेज नेम त छ। इमेज नेम मोर
प्रोडक्ट इमेज हुनुपर्ने, प्रोडक्ट इमेज चाहिँ हुनुपर्ने, प्रोडक्ट इमेज सेभ गरौँ। ओके रिफ्रेश गरौँ त, कन्टिन्यू। ओके प्रोडक्ट एज नो प्रोडक्ट इमेज, object does not exist, product has no product image, product has no product image। यो यहाँबाट आएको होइन होला। जस्तै ड्यासबोर्डमा जान, एड प्रोडक्टमा जान्छु, समथिङ 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 अनि त्यसपछि समथिङ ओपन एड प्रोडक्ट गरौँ त। प्रोडक्ट हेज नो प्रोडक्ट इमेज, रिलेटेड अब्जेक्ट डज नट एक्जिस्ट, रिलेटेड अब्जेक्ट डज नट एक्जिस्ट। ओके रिलेटेड अब्जेक्ट डज नट एक्जिस्ट, प्रोडक्ट हेज नो एट्रिब्युट, प्रोडक्ट इमेज भन्छ। यो चाहिँ के होला? प्रोडक्ट हेज नो एट्रिब्युट होइन, डिक्लेरेटेड बाई। यसो गरौँ, के गरौँ भनेदेखि चाहिँ फरेन कीको ठाउँमा मेनी टु मेनी फिल्ड गरौँ। एउटा प्रोडक्टको मेनी इमेज हुनसक्छ, मेनी इमेज चाहिँ एउटा प्रोडक्टमा एसोसिएटेड हुन सक्छन्। ठिक छ, त्यो गरौँ। अनि सुरुमा गरौँ अन डिलिट, मोडल्स डट प्रोटेक्ट, मोडल्स डट क्यास्केड गरौँ ल। अन डिलिटलाई हटाइदिउँ त, अन डिलिटलाई हटाइदिउँ। पक्नुहोस्, पाइथन म्यानेज डट पाई अनि मेक माइग्रेसन्स। ओके पाइथन म्यानेज डट पाई माइग्रेट। ओके सर्भर रन गरौँ। सर्भर रन गराइसकेपछि यहाँ जाउँ, यहाँनिर इन्टर हाल्नु, वाटर बोटल यहाँनिर इमेजमा हामीले केही चेन्जेस गऱ्यौँ, त्यही भएर हुनसक्छ। हामी चाहिँ के गरौँ, ड्यासबोर्डमा जाउँ, एड प्रोडक्ट गरौँ, नेममा चाहिँ प्रो 1 गरौँ, समथिङ समथिङ, प्राइस समथिङ समथिङ, स्यामसङ, स्टकमा समथिङ समथिङ, अनि त्यसपछि यो ओपन गरौँ, एड प्रोडक्ट गरौँ। ओके प्रोडक्ट प्रो 1 निड्स टु हेभ भ्यालु फर फिल्ड आइडी बिफोर क्यान बी युज्ड। अब यसलाई चाहिँ चेन्ज गरौँ त। यसलाई चेन्ज गर्नलाई हामी के गरौँ,
भ्युजमा जाउँ, एड प्रोडक्ट भ्यूमा गइसकेपछि यसलाई खोल्ने हो। पहिला आइडी हुन्छ अनि त्यसपछि प्रोडक्ट डट फर इमेज इन इमेजेस प्रोडक्ट इमेज इक्वल्स टु क्रिएट हुन्छ, प्रोडक्ट इमेज इक्वल्स टु एड प्रोडक्ट हुन्छ अनि त्यसपछि प्रोडक्ट डट सेभ हुन्छ। ठिक छ, रिफ्रेस गरौँ त, कन्टिन्यू गरौँ। होममा इन्टर गरौँ। ओके आइसकेको छ है। ओके ठिक छ है। ओके अब इमेज चाहिँ आयो कि आएन भन्ने कुरो हो। यहाँनिर जाउँ, ड्यासबोर्डमा जाउँ, एड प्रोडक्ट गरौँ, समथिङ 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 समथिङ। ओके ओपन गरौँ, एड गरौँ। ठिक छ, अब यहाँनिर जाउँ, ड्यासबोर्डमा जाउँ, इमेज आएन हैन, इमेज आएन। अब यहाँनिर लगइन एज एडमिन गरौँ, एडमिन ट्याब एडमिन इन्टर गरौँ। अब इमेजेसमा चाहिँ यो त अहिलेको त हो नि, होइन र? 1 2 7 admin images. Okay. यसलाई म डिलिट इमेजेस गरिदिन्छु सो द्याट म चाहिँ फिक्स हुन पाउँछु। म चाहिँ अब चाहिँ एडमिनबाट लगआउट गर्छु, साइन इन गर्छु, यसबाट लगइन गर्छु, त्यसपछि ड्यासबोर्डमा जान्छु, एड प्रोडक्टमा जान्छु, क्यू प्राइस क्याटेगोरी यो, स्टक यति, चुज फाइलबाट एउटा स्क्रिनशट ओपन गर्छु, एड प्रोडक्ट गर्छु। अब त्यसपछि म मेरो फ्रन्ट पेजमा जान्छु, क्यू एड भइसकेको छ। अब मेरो यहाँनिर चाहिँ रिफ्रेस गर्छु, यहाँनिर एडमिन गर्छु, यहाँनिर एडमिन गर्छु, लगइन गर्छु। ओके आइसकेको छ है, आइसकेको छ। तर हाम्रो यो चाहिँ प्रोडक्टसँग एसोसिएट भएन। प्रोडक्ट डट सेभ भयो त भयो, तर प्रोडक्टसँग एसोसिएट भएन। अब यसलाई मिलाउँ है त। क्रिएट हुन्छ, प्रोडक्ट इमेज डट अपेन्ड गऱ्यो भने के हुन्छ? अपेन्ड गरेर यहाँनिर प्रोडक्टमा सेभ गर्दिन अनि तर म यहाँ के गर्छु भनेदेखि प्रोडक्ट इमेज डट सेट गर्छु अनि त्यसपछि इमेज अब्जेक्ट सेभ गरौँ त। रिफ्रेस गरेँ, यसमा जान्छु, ओके एडमिनबाट लगआउट गर्छु, साइन इन गर्छु, लगइन गर्छु, लगइन गरेँ,
अनि त्यसपछि ड्यासबोर्डमा जान्छु, एड प्रडक्टमा जान्छु, www यो फाइल यो गर्छु, एड प्रडक्ट गर्छु। ओके, मेनी रिलेटेड म्यानेजर अब्जेक्ट हेज नो एट्रिब्युट अपेन्ड भन्ने अब्जेक्ट छैन, अपेन्ड भन्ने छैन, यसमा एड नै गर्छु। रिफ्रेस गर्छु, कन्टिन्यू गर्छु। इमेज अब्जेक्ट इज नट इटरेबल, ओके, यसमा चाहिँ एड प्रडक्ट गर्छु, यहाँनिर यहाँ जान्छु, www कतिचोटि आएको छ, ड्यासबोर्डमा जान्छु, ड्यासबोर्डमा एड प्रडक्ट गर्छु, अनि त्यसपछि ओपन एड प्रडक्ट, इमेज अब्जेक्ट इज नट इटरेबल, तर यो इमेज आएको छ, यो आएको छ, इमेज अब्जेक्ट इज नट इटरेबल भन्छ, तर इमेज आएको छ। ड्यासबोर्डमा जाउँ, 1 2 7 admin इमेज, ओके, इमेज सबै आएको छ। प्रोडक्टमा जान्छु, प्रोडक्टमा पनि आएको छ, यहाँनिर आएन क्या। जस्तै अब मैले प्रोडक्ट इमेज यहाँबाट म्यानुअली छानिदिने हो भने 1 2 7 गर्दाखेरि पनि आएन। ओके, यहाँनिर त छानिएको छ प्रोडक्ट इमेज। ओके, एउटा एड गरौँ, जस्तै यहाँबाट एड गरौँ त एउटा प्रोडक्ट, एड प्रोडक्ट गर्छु, समथिङ, यहाँ चाहिँ एमएमएम प्राइस 444 स्यामसङ, अनि त्यसपछि प्रोडक्ट इमेज चाहिँ एउटा के छान्छु म, यो कुनै इट्स इजी छान्छु, सेभ, यो आयो स्टकमा सेभ छ, ठिक छ। अब यसमा जाउँ त, रिफ्रेस गरौँ, ओके, अझै आएन, एमएमएम अझै आएको छैन, ठिक छ। अब एमएमएम आएको छैन, ठिक छ, एमएमएम आएको छैन भनेदेखि यहाँनिर हाम्रो चाहिँ फ्रन्ट एन्डमा प्रब्लम हो, फ्रन्ट एन्डमा प्रब्लम हो। हाम्रो चाहिँ कहाँनिर जाउँ, हाम्रो कहाँनिर रहेको हाम्रो चाहिँ ड्यासबोर्ड होइन, एड प्रोडक्ट होइन, हाम्रो index.html फर प्रोडक्ट इन प्रोडक्ट, यहाँनिर हाम्रो यहाँनिर मिस्टेक हो, ठिक छ, यहाँनिर मिस्टेक हो, ठिक छ। ठिक छ। अब यो मेनी टु यो किन मिस्टेक भयो भने अब यहाँ चाहिँ हामीले अघि फरेन की लगाएका थियौँ, त्यही भएर हामीले चाहिँ
सिङ्गल अब्जेक्ट जस्तो ट्रिट गरेको थियो। अब यहाँ त मेनी टु मेनी अब्जेक्ट छ, त्यही भएर मेनी टु मेनी अब्जेक्ट लगाउनको लागि के गर्नुपर्छ भनेदेखि म के गर्छु, इमेज सोर्स चाहिँ पक्नुहोस् है, म के लाउँछु, पर्सेन्टेज विथ product underscore image dot all अनि त्यसपछि फर्स्ट इमेज गर्छु अनि त्यसपछि पर्सेन्टेज इफ फर्स्ट इमेज छ भनेदेखि यहाँनेरि चाहिँ म के लाउँछु भनेदेखि फर्स्ट इमेज डट के थियो हाम्रो इमेज नेम थियो कि इमेज नेमै थियो। यहाँ चाहिँ म फर्स्ट इमेज डट इमेजको नेम डट युआरएल क्लास यस्तो ठिक छ। अनि त्यसपछि पर्सेन्टेज एल्स अनि त्यसपछि इमेज सोर्स चाहिँ डिफल्ट इमेज डट जेपीजी केही होस् हैन। ओके, सोर्स के पनि चाहिँदैन। अनि त्यसपछि म चाहिँ पर्सेन्टेज एन्ड इफ ठिक छ। अनि त्यसपछि पर्सेन्टेज एन्ड विथ लेट्स गो ओके यहाँ त इमेज नै आएन। टाइपो मिस्टेकले हो यो। ओके, अनि त्यसपछि अब जाउँ त। ओके ठिक छ ल, एटलिस्ट केही आयो। ठिक छ, एटलिस्ट केही आयो। अब म के गर्छु भनेदेखि यो प्रोडक्टमा जान्छु, यो प्रोडक्टमा म डिलिट गरिदिन्छु, डिलिट प्रोडक्ट गो स्योर। ठिक छ, अब रिफ्रेस गरौँ त। अब म एडमिनबाट लगआउट गर्छु। ल साइन लगइन गर्छु, यसबाट लगइन गर्छु, ड्यासबोर्डमा जान्छु, एड प्रोडक्ट गर्छु, नेम चाहिँ मेरो सपोज रोबोट this is amazing robot, price चाहिँ something, category स्यामसङको रोबोट, स्टक चाहिँ 10 वटा छ। ओके, अनि त्यसपछि यो रोबोट एड प्रोडक्ट। ओके, अब म चाहिँ मेरो चाहिँ होममा जान्छु। ओके, दिस इज अमेजिङ रोबोट। ठिक छ, अब चाहिँ आयो।
ओके ठिक छ, दिस इज अमेजिङ रोबोट। अब मेरो ड्यासबोर्डमा गएँ, एड प्रडक्ट गरेँ, म चाहिँ अब मेरो स्यान्ड भनौँ, दिस इज स्यान्ड, अनि त्यसपछि प्राइसमा फो क्याटेगोरी क्लोदिङ, स्टकमा 33, अनि स्यान्ड गरौँ, ओपन गरौँ, एड प्रडक्ट गरौँ। अब म यहाँनिर जान्छु, दिस इज स्यान्ड, ठिक छ ल। अब चाहिँ यो आइटमको सट्टामा चाहिँ म चाहिँ यो भेन्डर दिन चाहन्छु, भेन्डर। ओके, म त्यसको लागि त म ड्यासबोर्डमा जानु पर्यो, मेरो index.html मा जानु पर्यो, अनि प्रोडक्ट नेम, प्रोडक्ट डिस्क्रिप्सन, थर्ड आइटमको साथमा, अनि प्रोडक्ट डट भेन्डर डट, हाम्रो मोडल्स कहाँ छ, मोडल भेन्डर कहाँ छ, भेन्डर, प्रोडक्ट डट भेन्डर डट, अनि भेन्डर डट युजर डट, अनि हाम्रो युजरको के गरेको छ, युजर डट युजर नेम, भेन्डर डट युजर नेम, रिफ्रेस। ओके, आयो नि त होइन। यहाँ म के गर्छु, यहाँनिर एडिट बाई गर्छु, यसले एड गरेको। अब म रिफ्रेस गर्छु, एडिट बाई यो गर्छु होइन। अब म लगआउट गर्छु, ठिक छ, हेलो गेस्ट आयो, हामी होम पेजमै छौँ। अब चाहिँ म साइनअप गर्छु, साइनअप हामीले काम गरेको छ, साइनअप एज अ भेन्डर, यो ऊ चाहिँ नगरेर रहेछ, रजिस्टर हेयर, रजिस्टर हेयरमा नि हामीले उनी राखेछौँ, लगइनकै राखेछौँ। पहिला यो साइनअप गरिहालौँ त, हाम्रो न्याप बारमा लगआउट होइन, अनि ड्यासबोर्ड, हेलो गेस्ट, अनि साइनअप कहाँ छ, साइनअप, यहाँनिर साइनअप गरौँ, साइनअप सेभ गरौँ, रिफ्रेस गरौँ, साइनअप आयो। इमेलमा म चाहिँ निखिल राख्छु, NIKHIL निखिल @gmail.com। ओके, यसो गरौँ, NIKHIL निखिल होइन, पासवर्ड चाहिँ NIKH होइन, हेलो वर्ल्ड राखौँ, पासवर्ड चाहिँ हेलो वर्ल्ड राखौँ, अनि पासवर्ड कन्फर्मेसन हेलो वर्ल्ड राखौँ। भेन्डर चाहिँ हो, भेन्डर इज भेन्डर, स्टोर नेम निखिल स्टोर, अनि त्यसपछि दिस इज निखिल सप राखौँ, ओपन गरौँ, साइनअप गरौँ, ठिक छ। अब हाम्रो साइनअप भयो, होममा चाहिँ लगइन गरौँ, निखिल गरौँ, लगइन गरौँ होइन। ल, अब चाहिँ ड्यासबोर्डमा जाउँ, एड प्रडक्ट गरौँ, अनि त्यसपछि यहाँनिर केही दिस इज ग्लास गरौँ,
दिस इज ग्लास प्राइसमा समथिङ 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 क्याटेगोरीमा यो यसमा चाहिँ हाम्रो यो ओपन एड प्रडक्ट गरौँ। ठिक छ। अब म ड्यासबोर्डमा गयो भने यहाँ आएको छ एडेड बाई निखिल छ। अब म चाहिँ यो निखिल होइन, निखिल स्टोरको भेन्डरको नाम देखाउन चाहन्छु। एडेड बाई हाम्रो कहाँनिर छ त्यो, यो न्यापबारमा हो, न्यापबारमा होइन, हाम्रो चाहिँ index.html-मा प्रोडक्ट डट भेन्डर डट हाम्रो मोडल्समा भेन्डरमा स्टोर नेम सेभ गरेँ, रिफ्रेस गर्छु। ओके, एडेड बाई आएन। भेन्डर डट अनि युजरमा गयो, भेन्डर डट प्रोडक्ट डट भेन्डरको युजरमा त नजानुपर्ने हो, पक्नुहोस् है। मोडल्समा जाउँ, भेन्डर डट युजरमा गयो, युजरमा चाहिएन, भेन्डर डट स्टोर नेम नै हो, स्टोर नेम नै हो। आउनु पर्ने हो त यो स्टोर नेम। सपोज मैले हटाइदिएँ भने यहाँनिर रिफ्रेस गरौँ। ओके, केही पनि आएन भनेपछि यहाँनिर के मिस्टेक छ। हाम्रो यो प्रोडक्ट यो चाहिँ भेन्डरसँग लिङ्क नै भएन कि जस्तो लाग्यो। यसो गरौँ है, भेन्डर डट स्टोर अंडरस्कोर नेम अनि यहाँ चाहिँ डिफल्ट अननोन राखौँ है त। रिफ्रेस गरौँ त। ओके, अननोन आयो। अब यो चाहिँ हाम्रो डेटाबेसमा केही प्रब्लम जस्तो छ। एडमिन गरौँ, ट्याब एडमिन। ठिक छ। अब यहाँ चाहिँ हाम्रो प्रोडक्टमा चाहिँ ग्लास छ होइन। अब हाम्रो भेन्डर चाहिँ आएकै छ। भेन्डर आएको छ त। भेन्डर जस्तै यहाँनिर चेन्ज गरौँ त। निखिल आएको छ। हाम्रो स्टोर नेम चाहिँ माई निखिल स्टोर, डिस्क्रिप्सन माई निखिल स्टोर, लोगो चाहिँ निखिल स्टोरको केही स्टोरको यो होला। ओपन गरौँ, सेभ गरौँ भनेदेखि यहाँनिर सेभ गरायो भनेदेखि अब हाम्रो देखिन्छ होला। जस्तै माई निखिल स्टोर आयो होइन। अब हाम्रो चाहिँ के भइरहेको रहेछ भनेदेखि भेन्डरको नाम चाहिँ आएन। जस्तै लगआउट गरेँ, साइन अप होइन, लगइन गरेँ, यहाँनिर लगइन गरेँ। अब यहाँ
हामीले भेन्डरमा हेऱ्यौँ भने यहाँनिर ग्लास भयो अनि हाम्रो इमेज पनि आएन त डैशबोर्ड एड इमेज ओके आइरहेछ अघि के इमेज आएन होला अननोन आयो हैन अननोन आयो यो चाहिँ किन अननोन आयो भन्देखि हाम्रो इमेज एसोसिएटेड भएन एडमिन ट्याब एडमिन ल हाम्रो चाहिँ केसँग भेन्डरसँग जस्तै भेन्डरहरू छ यहाँनेरि भेन्डर एड गर्दाखेरि हाम्रो भेन्डरको यहाँनेरि डिस्क्रिप्सनहरू चाहिँ आएकै छैन भेन्डरहरू एड गर्दाखेरि हाम्रो भेन्डरको डिस्क्रिप्सनहरू यहाँ आएकै छैन त्यही भएर जस्तै धीरज 11 मा स्टोर 1 नेममा धीरज स्टोर डिस्क्रिप्सन दिस इज धीरज स्टोर अनि यहाँनेरि यो गरौँ बेसिकमा प्रिमियम गरौँ टुडे गरौँ नाउ गरौँ सेभ गरौँ भनेदेखि अब यहाँनेरि आउँछ हेर्नुहोस् त कसले एड गरेको आउँछ भनेपछि हाम्रो चाहिँ के गर्दा चाहिँ युजर एड गर्दाखेरि चाहिँ त्यो आएकै छैन साइन अप गरौँ हेर्नुहोस् त यहाँनेरि यो साइन अप गर्दाखेरि यो चाहिँ हाम्रो आएन हाम्रो ठीक छ ल यसलाई हामी पछि मिलाउँला केही फरक परेन ल आजलाई यति गरौँ अब अर्को क्लासमा हामी कार्टको बारेमा कुरा गरौँला है त एड टु कार्टहरू हेरौँला ल थ्यांक यू सो मच